दबाइदिनु होला गाइस थिच्न भने त अब थिच्न सक्नु भएको छ नि दामी ल अब त अब थिच्नलाई नि त्यस्तो गाह्रो हुन्छ तपाईले त्यो धेरै रिल्सहरुमा लाइक गर्छ हाम्रो रिलमा पनि लाइक गरिदिनु होला गाइस सबैलाई नमस्कार सबैजना सन्चै होला र म पनि सन्चै छु त्यसै गरी आज चाहिँ मैले ग्राउन्डमा आएर भाइहरु आउँदैछ केही चकलेटहरु दिन्छु हैन भिडियो सुरु गरौँ है त मिठा है मिठा बहुत मिठा दाइहरुलाई सब्स्क्राइब गर्नु है ल ल एकदिन हुन्छ भने हुन्छ एकदिन दिन्छु म दाइ अहिले सबैले बाडिन्छु पापा पनि पर्छ सरी ट्रियो मान्नुहुन्छ सब्स्क्राइब गर्दिनु है सब्स्क्राइब हैन सब्स्क्राइब गरेर तपाईको लाइक गर्दिनु भन्छ यो रुद्र भन्छ यो रुद्र भन्छ हल्ली गरिहाल्छु तमुलीको गाड फाट्ने गरिहाल्छु त्यो लाइक र सब्स्क्राइब गर्ने फेरि लाइक सबैले सब्स्क्राइब गर्नु भने सबै गाडमा हालिदिन्छु सबैजनाले भन्छ आमाको कसम हजुर छोरा तैले आज भगवानले बोल्छ तैले आज सब्स्क्राइब गरेन छ नि तेरो आमाको लम्बी उमर हुन्छ त्यसले सब्स्क्राइब गरेछ त्यो हामीले भन्दैन सब्स्क्राइब गर्नु है दाइहरु त्यस्तो के पनि हुँदैन त्यो एकदम झुटो दाइहरु सब्स्क्राइब गर्नु ल स्किल आन बाबु स्किल ल यहाँ चाहिँ केटाहरु हाम्रो बल तल आइसकेको छ ओइ ल यतिको हैन यत्रो उमेर यतिको स्किल हैन बल पनि केटाहरुलाई फेरि इनफ छ है त्यतिबाट जति हुन्छ केटाहरुलाई के छ बाबु ठीक छ आज चाहिँ म हाम्रो केटाहरुलाई धेरै त केही पनि दिन सक्दिन हैन अब केटाहरुलाई आज चाहिँ मैले चकलेट ल्याइदिएको छु फेरि बच्चाहरुलाई चकलेट चाहिँ खतम हुन्छ दामी हैन त ल यो चाहिँ एकदम फेरि खतरा खेलाडी हो है दामी हान्ची भाइ ठिक छ है यो पनि खतरा हो दामी ल हान्चीहरु आइसक्यो नि त है देखाउन यहाँ बुढो बाजेले नि देखाउन यहाँ आउँछ होला हाम्रो यस्तो बुढो बाजेले नि बस्ने आउँछ तपाईहरु पनि आउनु होला यहाँ गेम हुन लागेको छ तिहार 1 गते अब अर्को महिना कार्तिक 1 गतेदेखि गेम हुन लागेको छ यस्तो बुढो त गेम खेल्न लागेको छ तपाईहरु त जवानहरु आउनुस् होला गेम खेल्न या सही हो दामी यो भाइले बोलेको सही कुरा लाग्यो मलाई आउनु होला गेम खेल्न भाइले यो भाइले एकदम नि बोल्यो गाइसहरु यसको मुखमा हान्दिउ म ए फाइनल चकलेट हटे भाइ चकलेट हटे भाइले चकलेट हटे 5 वटा हट्छ चकलेट भाइ के त पिट्नु हुँदैन चक्दैन यहाँ आउनुस् गाई यस्तो बुढोले मुजा बुट लाएर खेल्छ तपाईहरु पनि आउनुस् होला यहाँ यो चाहिँ डेन्जर है यो नर्स केटा डेन्जर हो बल्ल तल मेरो केटाहरु चाहिँ आयो अब एउटा डल्ले पनि बुटले राख्छ डल्ले पनि आउँदैछ ए धन्नै मारे अहिले ए बाबु हेलो अनि मेरो दाइको भ्लगमा दामी ल मेरो भाइहरुको सपोर्ट मलाई कसैले सपोर्ट नगरे नि मेरो भाइहरुको सपोर्ट चाहिँ यस्तो छ कि हैन केटा हो त्यही भएर केटाहरुलाई चाहिँ म केही नगरे नि आज चाहिँ धेरै चाहिँ सक्दिन त्यही पनि म चकलेट चाहिँ केटाहरुलाई बाँड्दिन्छु सबैले बढाएर 50 कोइल गरिदिन्छु बाँड माग्छु केटा हो एउटा हैन दिन्छु म सबै दिन्छु तिमीलाई केटाहरुको ल खै तल पछि केटा चाहिँ मुग्न ल यो पनि ल ओइ सिजा है आर्जन ल दिन्छु म दिन्छु ल ओइ आर्जन हैन म चाहिँ अब सबै केटाहरुलाई बाँड्दैछु सोनिन्दा म किपर बस्नु ल है आज चाहिँ तिनटा भयो डल्ला ठीक छ केही भन्छ केटा हो ठीक छ नि हेर त ठीक छ नि ठीक छ जे भयो नि दाइलाई चाहिँ सपोर्ट गर्छ भाइहरुले है म चाहिँ भाइहरुकै आर्टमा अगाडि बढिरहेको छु केटा हो आर्जन ठीक छ म किपर बस्नु त तिमीलाई हैन म भोलि पर्सि डेली जे पनि आउन सक्छ है ओइ मेरो भ्लग बनाउन जाने एउटा चकलेट खान चाहन्छु ल दाइ खान त चकलेट चकलेट खुवाइ है ठिक छ हैन चकलेट ठिक छ सबैले खुवायो नि म चाहिँ केटाहरुलाई के भन्छु भने मेरो हैन म तिमीलाई डेली केही दिन नसके पनि सानो गिफ्टरहरु दिन्छ है ल के सारेजनाले भन्नु पर्यो के भन्नु पर्यो अनि घन्टी पनि दबाइदिनु होला गाइस थिच्न भने त अब थिच्न सक्नु भएको छ नि
दामी ल अब भने त अब थिच्नलाई नि त्यस्तो गाह्रो हुन्छ तपाईँ तपाईँले त्यो धेरै रिल्सहरुमा लाइक गर्छ हाम्रो रिलमा पनि लाइक गरिदिनु होला त्यो भने मेरो भाइहरूको सपोर्ट चाहिँ मैले पाएको छु मेरो केटाहरूको मैले सपोर्ट चाहिँ पाएको छु यतिको सपोर्ट भयो भने चाहिँ हामी सबैको माझमा अझै नयाँ नयाँ राम्रो राम्रो भिडियोहरू ल्याउनेछौँ है केटा हो कसो है त हामीले यतिसम्म बनाएर हामी इन गर्न चाहन्छौँ किनभने अब धेरै समय छैन हामीसँग अब हामी पछि पछि पनि तपाईँले जति माया र सपोर्ट गरिदिनु भयो त्यति हामी चाहिँ लङ भिडियो ल्याउँछौँ है त गाइसहरू है बाई बाई